महिला सन्तुष्टि भयो कसरी थाहा पाउनु त पुरुषले? महिला सन्तुष्टि पुरुषले गर्नै सक्दैन। ल है यहाँ त गहिरो कुरा गर्नुभयो त। पुरुषले महिलालाई सन्तुष्ट पार्नै सक्दैन जब ऊ यौन चाहनामा उत्तेजनामा आउँछिन्। पुरुष आफै सखलित हुन्छ। बुझ्नुभयो? अझ राम्ररी बुझिन। त्यसो भए घर जम कसरी चलिरहेछ त सबैजनाको? त्यो नपुगी चलिरहेछ। पुर्याउनलाई केही विधि छ कि? त्यो विधि हुनलाई चाहिँ तपाईँलाई कस्तो अप्ठ्यारो प्रश्न सोध्नुभयो, म माफी मागेरै भनौँ है। महिला उत्तेजनामा आउनलाई के गर्ने भनेर सोधे चाहिँ भन्नु न पर्यो। ल भन्नुहोस् न। पहिलो नम्बर कुरा महिला उत्तेजनामा कहिले आउँदिन, कहिले आउँदिन। उनले त्यो वातावरणमा ल्याउनुपर्छ। त्यो कसरी ल्याउने त्यो पुरुषको काम हो। पुरुषले कसरी ल्याउने त बताइदिनुहोस्। कसरी ल्याउने? तपाईँ टाढो जानु पर्दैन। तपाईँले बाख्रालाई बोको लाउनु भएको छ? देखेको छु नला। देख्नु भएको छ नि? त्यो बोकोले बाख्रालाई कसरी फकाउँछ, वरिपरि घुम्छ, पिसाब फेर्छ होइन? थाहा छ? त्यो पिसाब फेरेर मुखमा पुर्याउँछ त्यो बोकाले। त्यसको गन्ध आउँछ एउटा। त्यो गन्ध बाख्राले सुँग्छ। धेरै कुराहरू छन् हजुर। यो प्रकृतिले दिएको हो क्या तपाईँलाई। विवाह प्राकृतिक होइन, शारीरिक सम्पर्क प्राकृतिक हो क्या। विवाह अप्राकृतिक हो, विवाह प्राकृतिक होइन। तर सम्भोग भनेको प्राकृतिक हो। हजुरले एउटा भिडियोमा भन्नुभएको थियो नेपालीले यौन सम्पर्क गर्नै जान्दैन। यो अलिकति त्यही भएर हजुरलाई चाहिँ बोकामा मात्रै पुग्नु भयो, मान्छेमा नि पुग्नुहोस् न। मान्छेले चाहिँ के गर्नु पर्यो भने हजुरले अस्ति एउटा कुरा के भन्नुभएको थियो, कति बेला भाँडा मार्लेर फाट्टा जाउँला। हजुरले भनेको त्यो भिडियो मसँग छ होइन? यो नेपाली छोरा मान्छेको ट्रेन हो नि त, दिमाग त्यस्तो छ। यस्तो हो। त्यही भएर भनेको शारीरिक सम्पर्क गर्नु भनेको आफ्नो सेक्स पार्टनरलाई खुसी बनाएर र उहाँलाई उत्तेजनामा ल्याएर